वन्स अगेन वेलकम सबैजनालाई। मेरो चाहिँ युट्युबबाट पेमेन्ट आइसकेको छ, एउटा पेमेन्ट। अनि आज चाहिँ छोरालाई छुट्टी भएर चाहिँ हेलो भन सबैजनालाई। हेलो। बिमारले एकदमै साह्रो पनि पारिरहेको छ। आज चाहिँ नानीलाई अस्टिन र म चाहिँ तल टासिडिङको फाटकमा सेलिब्रेट गर्नु, मोमो खाने कि थुक्पा खाने के खाने लागिरहेको छौँ। के भन्नु, सफारी भन्नु सफारी रेडी छ। उयो नै स्कुटीमा पनि 350 को फुल तेल लगाए। अब चाहिँ दो जान्छौँ हामी चाहिँ खाजा खान। खै कङ्ग्रेचुलेसन भन न मामालाई। यो चाहिँ मेरो स्कुटर न उयसको अम्बानीको ब्रान्डेड कार भन्दा जतिको भ्यालु छ मेरो। आज हामी उद्धो जान्छौँ है। थ्याङ्क यू फर सपोर्टिङ माई मदर। ल तल गएर क्यान्टिनमा गएर भेटौँ है हामी। के क्यान्टिन आइपुगिसकेको छ। यहाँ छोरा पनि यहाँ छ। के खाने हो? मोमो। एकछिन ब्याग त निकाल छोरा। अचार नमक। तिमीलाई पनि मार्गी लाग्नु आँटेछ है छोरा? मार्गी लागेन। नुहाएको फेरि हो, चिसो गाडी नि चला त्यही खोकी लाग्यो मैले। हजुर उयो मार्गी लागिरहेको थियो कि मलाई नै। पुरा खोकी पनि लाग्दैछ। अरू केही भन्छ नि? मोमो खाने कि उयो मोमो खाने कि तिमी थुक्पा खाने हो? मोमो। म भएको घरमा जान्छु। पर्दैन बाबु, अब भ्याउँदैन। मामाको पुरा टाउको दुख्दैछ। अनि म गभर्मेन्टको फोन एकछिन हेर्छु ए। अनि म त के होला यो सकेको छ आमा छोराको। यहाँ मेरो ल आइसकेको छ है। खाइए मेरो भाइ कसरी खाने हो छोरा? तिम्रो पनि सुप छ त हौ बाबा? तर भेजी चिरेन। यसको हो त, चिचीको हो बाबु। यो चाहिँ होममेड बनाएको है। होममेड होइन ल हो त बाबा, क्यान्टिन मेड। यहाँ होममेड हो नि त, यहीँ बनाएको हो नि त, घरमै बनाएको हो नि त। क्यान्टिनमा बनायो भने चाहिँ क्यान्टिन मेड हुन्छ। नमक थोडा चाहिए नमक। फर्स्ट परमिसन माग्नुपर्छ। कसलाई? आन्टीलाई। किन? नमक भन्छ। उहाँहरूले त अन्त हाम्रै लागि राखिदिनु भएको। मार्गी लागेर चाहिँ टेस्ट पनि छैन एक्चुली वास्तवमा चाहिँ। नुन पुरा नलागिरहेको भएर छ मलाई। नुन चाहिँ आफै लैपर्ने रहेछ। बेसी सल्ट नखाने त्यो। तिम्रोमा चाहिँ होइन, तिम्रोमा उयो थियो नि त अलरेडी। नानी मेरो माथि खुट्टा चाहिँ नराख न बाबा। के हो बाबा, राम्रो बसन हो। एउटा मोमो खाऊँ है। के थुक्पा खाने अझै? मोमो खाने? लास्ट फाइनल। आज मलाई किन नुन नै नलागेको? भाइ एउटा दिन न खाऊ न। एउटा सुप ट्राई गर्ने न, नुन छ कि छैन। मोमो खाने बेबी? नुन रहेछ है अहिले त लाग्यो नि त हो। तिमी पनि खाने? माग्दिउ हाफ।
भिडियोमा खान त साह्रै लाग्छ